हेलो हेलो सबैलाई नमस्ते। द मिलन अफिसियल ब्लगबाट चाहिँ आज मैले लामो समय पछाडि फेरि म यो ब्लगमा चाहिँ आउँदैछु तपाईँहरूको लागि। मेरो त्यस्तै खालको काम परेकोले गर्दा म भिडियो बनाउनु पाएको थिइनँ, त्यो भएर सरी। सबैजनाले हेर्नु होला, अर्ग्यानिक धनियाँ हेर्नु होला, सागहरू यस्तो हुँदैछ हाम्रो सागहरू। साग यस्तो रायो सागको बिरुवा हेर्नु होला कस्तो छ है त। रायो सागको बिरुवा कस्तो छ कमेन्ट गर्नु होला। कमेन्ट त एउटा मुला यस्तो छ। यो चाहिँ हाम्रो गाउँ हो। आज सुरु गरेका छौँ। तपाईँलाई हेर्नु होला है त, हेर्नु होला। सागबारीमा आएर म भिडियो बनाउँछु तपाईँहरूको लागि। यो चाहिँ सागबारी, हाम्रो सागबारीमा यहाँ धनियाँहरू पनि छ। अनि यो चाहिँ हाम्रो बुवाहरूको घर हो। यता सुपारीको बिरुवाहरू हेर्नु होला यस्तो छ। हाम्रो भाइहरू आमाहरू यहाँ सागबारीमा काम पट्टापट्टि सागबारीमा काम गर्दैछौँ हामी चाहिँ। अब यो साग चाहिँ यतिखेर बिरुवा सार्ने बेला भएको छ। हामीले चाहिँ यो दम मात्रै राखेको। अब बिरुवा सारेर चाहिँ यो सागलाई चाहिँ अनि पुस माघ फागुनसम्म चाहिँ मजाले खान मिल्छ। यस्तो छ हाम्रो। अब यता भन्दाखेरि चाहिँ टमाटर खेती यता हेर्नु होला। टमाटर खेती यस्तो छ हाम्रो। सबैजनाले हेरिदिनु होला र मेरो भिडियो चाहिँ तपाईँहरूले सकेसम्म लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है त। यस्तो छ। ऊ त्यहाँ चाहिँ मकै बारी हो, मकै हल्का मकै पनि भइरहेछ। हेर्नु होला सुपारी। यो चाहिँ सुपारी त प्रायः जस्तो नेपालमा जहाँ तहीँ पनि हुन्छ, सबैजनाको हुन्छ सुपारी चाहिँ। सुपारीको बोटी यो 2 वर्ष 3 वर्ष भएको सुपारीहरू यस्तो छ। साथीहरू हाम्रो चाहिँ कोठेबारी हो, सागसब्जी रोप्ने बारी। हाम्रो आमाले सागसब्जी रोपेछन्, भाइ त्यहाँनिर छ। म पनि यहाँनिर छु। आजको हाम्रो यो खेतीबारी भन्दा पनि सागसब्जी बारी हो। हामीले चाहिँ सागसब्जी अब आज बिहानै हामीले सागसब्जी अलिकति रोप्ने कोसिस गरेको छौँ। रोप्नुभन्दा पनि यो बिरुवा बनाएको छौँ। यो बिरुवा चाहिँ अब नसारी हुँदैन। यो चाहिँ मुला हो। मुला चाहिँ अलिक पातलो राख्नुपर्छ। यो मुला अलिकति धेरै बाक्लो भएको कारणले यो मुला चाहिँ हामी अलिकति छाँट्छौँ। छाँटेर जति पनि उखेलेर खान्छौँ। त्यहाँदेखि चाहिँ हल्का कस्तो आयो मेरो सक्कर पनि खासै राम्रो आएन कि यो घामले परेछ कि साथीहरू। त्यो भएर चाहिँ अब यस्तै छ हाम्रो कोठेबारी। तपाईँहरूले मैले देखाइहालेँ कोठे छन्। कोठेबारीमा सागसब्जी रोपाइ धम चलिरहेछ। यस्तो खालको छ हाम्रो। यो साग हेर्नु न कुन खालको साग चाहिँ काँडे भएको सागहरू चाहिँ यस्तो छ सागबारी। सट्ट हेर्नु न सागबारी चट्ट यो खालको छ हाम्रो सागबारी। ल त तपाईँहरूले पनि पढाएर सबैजनाले अब त गाउँमा हुनेर सागसब्जी रोपिसक्नु भयो होला। सब्जी रोपिसक्नुभयो भने तपाईँहरूले पनि 2-3 महिनाको लागि चाहिँ मजाले फ्रेस अर्ग्यानिक गाउँको सागसब्जी खाने बनाउनु भयो होला। तपाईँहरूलाई पनि धेरै धन्यवाद। र मैले पनि हामीले पनि गर्दैछौँ। किनभने सागसब्जी त आफूले नरोपी हुँदैन, रोप्नुपर्ने अवस्था हुन्छ। त्यो भएको कारणले हामीले पनि सागसब्जी यहाँनिर रोप्दैछौँ। तपाईँहरूलाई पनि मैले यहाँ रोप्ने चाहिँ सागसब्जी यसरी रोपिरहेका छौँ। यो सागसब्जी चाहिँ रोप्ने बेला पनि भएको, त्यही भएर हामीले पनि यहाँनिर रोपिराखेका छौँ। आज बिहानै सागसब्जी नरोपी पनि हुँदैन त, सागसब्जी रोप्नु पर्ने अवस्था हुन्छ। अब म तपाईँलाई ट्याक्कै यता सागसब्जी यता गएर चाहिँ हामीले सागसब्जी रोपिसकेर ठ्याक्कैसँगले म यताबाट निस्किएर यता सट्टै गरेर हेर्नु सुपारी हेर्नु होला। यो चाहिँ अनि हाम्रो चाहिँ टमाटर चाहिँ थोरै नै रोपेको भर्खर यस्तो हुँदैछ टमाटर। यो टमाटर चाहिँ अब यसलाई ठाङ्ग्रा पनि हालिराखिदिएको मैले। यो ठाङ्ग्रा अलिकति होचो भयो जस्तो लाग्यो। अनि बाख्रा पनि कराइराखेको छ। म तपाईँले यति भन्दा ठ्याक्कै हाम्रो कता पुऱ्याउँछु भने ठ्याक्क मेरो मौरी हेर्नु होला। मौरीको घार यहाँनिर चाहिँ मौरी छ। अब यो मौरी पनि म एक दिन काट्छु। यो मौरी काटेको तपाईँले म भिडियो देखाउँछु सायद। अहिले काट्नु भनेको अहिले अलिकति तोरी फुल्ने सिजन नभएको कारणले गर्दाखेरि चाहिँ यसमा खुदो छैन भन्ने खालको हिसाबले चाहिँ हो। तर वास्तवमा खुदो चाहिँ मलाई जहाँसम्म चाका चाहिँ छ, खुदो चाहिँ छ कि छैन भनेर मलाई थाहा छैन। किनभने मौरी एकदम भिड छ नि त। यो मौरी भिड भएको अनुसारले चाहिँ के जनाइन्छ भने
यसको चाहिँ बढी मह हुन्छ कि भित्र मह नभए पनि बच्चा धेरै हुन्छ। तर त्यो भएको कारणले अहिले चाहिँ म अबलाई चाहिँ काटेँ 1 दिन पछाडि। साथीहरू, सम्पूर्ण साथीहरूलाई चाहिँ आजको मेरो छोटो द मिलन अफिसियल ब्लगमा चाहिँ तपाईँसँग बिदा माग्दै फेरि अर्कोचोटि भिडियोमा आउनेछु। बाई। सबैले तपाईँहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबैले गर्नु होला, सकेसम्म तपाईँले सेयर गर्नु होला है त। ओके, बाई।